वेलकम गाइस, यो मेरो सानो मिनी ब्लगमा तपाईँलाई स्वागत छ है त। सो हेरेर साथ सपोर्ट सब्सक्राइब गरिदिनु होला। के कस्तो लाग्छ म तपाईँहरूलाई नयाँ नयाँ भिडियोहरू देखाउने छु है त। म तपाईँलाई अब यस्तो ठाउँ देखाउन जाँदैछु, हेरेर साथ सपोर्ट गरिदिनु होला। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। ल सुरु गरौँ अब भिडियो है त। ल हेर्नुहोस् त गाइज, कस्तो छ भिडियो, कस्तो छ ठाउँ यो, तपाईँहरूलाई कस्तो लाग्छ। ल के हो छ हौ, पुरानो पुरानो सामानहरू सब कलेक्ट गरेर यसरी सजाएर राखिएको छ। हेर्नुहोस् त के छ, तपाईँहरूले चिन्नुहुन्छ कि नै। हेर्नुहोस् कसरी यसलाई सम्हालेर राखेका छन्, यस्तो म्युजियम जस्तो बनाएर। लु के हो यो, तपाईँले चिन्नुहुन्छ भने कमेन्ट गर्नुहोस् है। ल फोटोहरू पनि छ, पुरानो पुरानो फोटोहरू देख्नुभयो नि तपाईँहरूले। कस्तो लाग्छ तपाईँहरूलाई मेरो भिडियो, राम्रो लाग्छ भने कमेन्ट गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। यस्तै नयाँ भिडियोहरू म लिएर आउनेछु है त गाइज। हेर्नुहोस् त, ल जाल पनि छ त हौ। जाल देखेर पुरानो याद आउँछ। खोलामा हामी सधैँ यही बोकेर माछा मार्न गइन्थ्यो है त। ल पिरुङ्गो पनि छ, हेर्नुहोस् त। ओहो के हो के छ त यहाँ त। लु यो घिर्नी हो कि के हो, ल देख्न सक्नुहुन्छ तपाईँहरू पनि। हेर्नुहोस् है त, तपाईँहरू आउन चाहनुहुन्छ भने म लोकेसन राखिदिन्छु, यो ठाउँको नाम है त गाइज। यो अबुधाबी कर्नेसबाट नजिकै छ है त। के हो के पुरानो पुरानो सामानहरू छ, सब म्युजियम बनाएर राखिएको छ है त, सजाएर। ल हेर्नुहोस् त के हो के हो, मलाई त नाम पनि भन्न आएन यसको। के छ गाइज, हेर्नुहोस् है त। लु सीफुड आइटम पनि छ। ल यो झिङ्गे माछा हो के भन्छ यसलाई। यस्तो डेन्जर माछाहरू पाइँदो रहेछ। गङ्गता, कछुवा। ल यसको नाम के हो भन्नुहोस् त। के हो यो। ल गाइज, ल हेर्नुहोस् मेरो भिडियो कस्तो लाग्छ, यसो सुझाव सल्लाह पनि दिनुहोस् है त। यो घोडाको उस रहेछ, यो पुरै के भन्छ यो नाम पनि। ल तराजु पनि रहेछ, हेर्नुहोस् त। ओहो ल फेरि हतियार। ओहो यहाँ त के हो यो, छिनुहरू छ सब। बत्ती, टुकी बत्ती पनि छ कि। ल किताब, पुरानो किताब के लेखेको, पढ्न पनि आउँदैन यो त। ल हेर्नुहोस् है गाइज, तपाईँहरू चिन्नुहुन्छ भने के हो, यसको नाम पनि भन्नुहोस्, कमेन्ट गर्नुहोस्। तरवाल हेर्नुहोस्, चक्कुहरू कस्तो छ चक्कुहरू, पहिला पुरानो जमानाको। ल कपडा हेर्नुहोस् त, छालाको कपडा यस्तो छ डेन्जर। ल कोदालीहरू हेर्नुहोस् त, के हो यो, के छ पुरानो उसमा। ल गैँती पनि छ त। ल हेर्नुहोस् त। ल हँसियाहरू, चक्कुहरू के छ। ल पुरानो बाकस। ल हेर्नुहोस्, यस्तो हुन्थ्यो पुरानो पहिलाको बाकसहरू। ल पैसा, नोटहरू, पुरानो नोटहरू यस्तो छ। सिक्का, डलर यस्तो छ। ल हेर्नुहोस् कति वर्ष पुरानो होला यो। ल देख्न सक्नुहुन्छ तपाईँहरू पनि है त। तपाईँहरू पनि आएर यसो हेर्न सक्नुहुन्छ, पैसा लाग्दैन यहाँ आउँदाखेरि, फ्रीमा हो है त। ल बन्दुकहरू, ढुवागे बन्दुक भन्छ के भन्छ पहिलाको पुरानो। ल गोली पनि छ त।
यो गोली होला, यो के भन्छ यसलाई, बन्दुकहरू त खतरा खतरा छ त, पुरानो पुरानो। ल हेर्नुहोस् के हो यो, पुरा शिलालेख हो के भन्छ यसलाई, पुरै ढुङ्गामा लेखिएको कोरिएको। ल झन् खतरा छ त यो बन्दुक त। ल यो बाँड पहिला पहिला यस्तो हुन्थ्यो। अन्त कपडा हेर्नुहोस् त, यस्तो कपडा, यो भाला भन्छ क्या, के छ सामानहरू। ल है त गाइज हेर्नुहोस् है त, यसो हेरेर मनोरञ्जन लिनु होला। ल हेर्नुहोस् त जुत्ताहरू कस्तो छ, पुरानो पुरानो डोरीहरू के छ त, सब पुरानो सामानहरू सब सङ्कलन गरेर एउटा म्युजियम जस्तो बनाएर यो टुरिस्टको लागि एकदम आकर्षण ठाउँ बनाइएको छ। यो दुबई अबुधाबीमा छ है त गाइज, अबुधाबीमा। देख्न सक्नुहुन्छ है त, के कस्तो लाग्छ यसो कमेन्ट पनि गर्नुहोस् है त। ल हातमा लाउने चुराहरू यस्तो छ, यो पानी खाने भाँडा हो कि चप्पल यस्तो थियो, पुरानो 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 है त। ल आइरनहरू के छ यो त, पुरानो पुरानो सामानहरू, पुरै चिन्नै नसकिने, हामीले पनि नदेखेको पुरानो सामानहरू छ। ल हेर्नुहोस् त के हो यस्तो, चिन्नुहुन्छ हजुरहरूले। माथि पनि यस्तो छ, पुरानो घर, पुरानो घरमा बस्दाको याद आउँछ यस्तो। लालटिन पनि छ हेर्नुहोस् ल, कसरी सजाइएर राखिएको छ यस्तो। बाहिर यो यस्तो छ ठाउँ फेरि है त, यस्तो ठाउँ बनाएर राखिएको छ कि। ल हेर्नुहोस् यही ठाउँ हो, आएर हजुरहरू पनि आएर यसो अवलोकन गर्न सक्नुहुनेछ है त। भित्र पुरै जनावर पनि छ, मृग हो के भन्छ, हरिण भन्छ क्या। ल हेर्नुहोस् योभन्दा बाहिरको दृश्य यस्तो छ है त गाइज, देख्न सक्नुहुन्छ। तपाईँहरू पनि आएर यसो घुम्न सक्नुहुन्छ है त, अबुधाबीमा हुनुहुन्छ भने है त। ल ठाउँ यस्तो छ गाइज, कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला है त। तपाईँहरू पनि आउन सक्नुहुन्छ अबुधाबी सिटी, देख्नुहोस् हेर्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई। लु तपाईँहरूलाई नयाँ नयाँ भिडियोहरू पनि म देखाउने छु नेक्स्ट पार्ट है त। तपाईँहरू आउनुभएको छ कि नै घुम्नको लागि। ल यहाँ त सुन्दरी पनि छिन् त। ल गाइज आजको लागि यति नै है त यो भ्लग, फेरि पनि नयाँ नयाँ भिडियो लिएर आउनेछु। देख्नुभयो होला कि कस्तो लाग्छ, सुझाव सल्लाह प्रतिक्रिया दिनुहोस्। तपाईँ आउन चाहनुहुन्छ भने म लोकेसन पनि दिनेछु है त। ल गाइज आजलाई यति, बाई बाई है त।